हामी आइपुगेका छौँ जनकपुरको बौधी माता मन्दिर। यो मन्दिरको विविध इतिहासहरू छ र ती इतिहासहरू तपाईहरू समक्ष आज हामी राख्छौँ। यहाँका पूजाका व्यवस्थापनका जिम्मेवारी लिएका जुन राम युवा कमिटी छ त्यो कमिटीका पदाधिकारीसँग हामी तपाईहरूलाई उहाँहरूसँग कुराकानी गरेर यो मन्दिरको समग्र व्यवस्थापन यसपटक कसरी भइरहेको छ पूजा त्यो विषयमा जानकारी गराउँछौँ भने अर्को यो हिन्दू शास्त्रको विश्वास गर्ने वा हिन्दू शास्त्रलाई मान्ने हो भने सबैभन्दा बढी तन्त्र शास्त्रको कुरा छ र विजयादशमीलाई तन्त्र साधनाको एउटा आस्थाको केन्द्र बनिन्छ र हरेक विद्यामा तन्त्रलाई साँचोको रूपमा लिन्छ। अर्थात् तन्त्र भनेको चाबी हो र भक्तिको खोल्नको निमित्त द्वार खोल्नको निमित्त यो एउटा महत्त्वपूर्ण रूपमा लिन सकिन्छ र अर्को सँगसँगै यो विजयादशमीमा त्यसैले सबै व्यक्तिहरू दशैं अवधिभरि तन्त्र साधना गर्नुहुन्छ, तन्त्र शास्त्रको जुन पद्धति छ त्यसलाई अवलम्बन गर्नुहुन्छ र अन्तिममा तन्त्र साधनाको एउटा कडी हो बलि प्रदान। त्यसलाई बलिदानबाट बलि प्रदान गरिएको धर्मशास्त्रमा उल्लेख छ, जसमा के भनिन्छ भने विभिन्न व्यक्तिले विभिन्न प्रकारले बलि प्रदान गर्न सक्छ। अर्थात् बलिका 4 प्रकारको हिन्दू धर्ममा व्यवस्था गरिएको छ। पहिलो, व्यक्तिले खोरस उपचार पद्धति हुन्छ, त्यस खोरस उपचार पद्धति जुन पूजाको छ त्यसमा बलि प्रदानको व्यवस्था गरिएको अवस्था छ र त्यसमा 4 प्रकारको व्यवस्था गरिएको छ। अर्को सबभन्दा पहिलो आत्म बलिदान भनिन्छ। अर्थात् व्यक्तिलाई आफ्नो जुन एउटा आत्मा छ, आत्माको हामी यो कर्मको जुन सकारात्मक नकारात्मक र नकारात्मक पक्षलाई जुन परित्याग गर्ने कुरा छ त्यसलाई पहिलो मानिएको छ र महत्त्वपूर्ण मानिएको छ। अर्को त्यसपछि प्रतीकको रूपमा हुन्छ। अर्थात् बोका हामी बलि प्रदान गर्छौँ, त्यसलाई तन्त्रशास्त्र वा धर्मशास्त्रले के भनेको छ भने यो काम रूपी हो र त्यसै गरी क्रोध रूपी जुन बलि छ त्यसलाई भेडाको रूपमा भेडा जुन छ त्यसलाई व्याख्या गरिएको छ र मोह रूपीलाई महिष अर्थात् भैँसीको जुन छ त्यसलाई व्याख्या गरिएको छ र यो बलि प्रदानको व्यवस्था छ। र अर्को तेस्रो नम्बरमा राखिएको छ प्रत्येक पूजापछि आफ्ना जुन आसक्ति हुन्छ, यो पूजापछि यो मेरो आसक्ति यो हो भनेर त्यसलाई परित्याग गर्नुलाई बलि प्रदान भनिन्छ। र अर्को जुन कामका वा जुन व्यक्तिभित्रका जुन उत्तेजना फैलाउने खालका जुन वस्तुहरू छन् सेवन गर्ने त्यसलाई परित्याग गर्ने जुन छ, जसरी प्याज लहसुन मादक पदार्थ यिनीहरूलाई बलिदान गर्नु अर्थात् जो व्यक्तिले त्यो सेवन गर्दैछन् त्यसलाई परित्याग गर्नु भनेको बलि प्रदान हो। तर यसपटक हामीले यो कमिटीका जुन पदाधिकारी छन् उहाँसँग के बुझ्छौँ भने विशेष गरेर यो बलि प्रदान जुन यहाँ बोका बलि हुन्छ त्यसलाई कसरी व्यवस्थापन हुन्छ, के छ अवस्था, यी सबै विषयमा र यसको मन्दिरको आस्थासँग र यसको विश्वास धार्मिक पूजा पद्धति के हो यो विषयमा जानकारी दिन्छौँ।
रामयुवा कमिटीको छ र पूर्व अध्यक्ष हुनुहुन्छ सम्रोसा प्रेमी हामीसँग तपाईँहरूले यस पटक कसरी व्यवस्थापन गरिदिनुहुन्छ? धन्यवाद वीरेन्द्रजी। यसपालि हाम्रो कोरोनाको दृष्टिकोण हेर्दै गरी हामीले के भन्छ सामाजिक दूरी कायम, मास्क, सेनिटाइज अनिवार्य रूपमा प्रयोग गरी भक्तहरूलाई हामी मातासँग दर्शन गराउने व्यवस्था मिलाएको छ। तपाईँहरूले पक्कै हेर्नुभयो कि जसले मास्क लगाएको छैन त्यसले हामी मास्क पनि दिन्छौँ, जसले सेनिटाइजर लगाएको छैन जाँदाखेरि पनि भिडभाड भएछ भने चाहिँ हामी सेनिटाइजर युज गर्छौँ। प्रत्येक गेटमा हामी समय समयमा सेनिटाइजर गर्छौँ, मन्दिरको लागि पनि हामी सेनिटाइजर गर्छौँ। यस्तै मिलाएर हामी भक्तजनहरूलाई हामी यो पनि आग्रह गर्छौँ कि तपाईँ सामाजिक दूरी कायम गरेर दर्शन गर्नु। यस्तो व्यवस्था हामी भिडमा चाहिँ कसरी सामाजिक दूरी पालन हुन्छ? त्यो त हो सर, र हामीले प्रयास गरिरहेका छौँ कि अलिकता दूरी बनाएर आउँदाखेरि हामी पनि सुरक्षित रहन्छौँ, तपाईँ पनि सुरक्षित हुनुहुन्छ र माताजीसँग दर्शन पनि हुन्छ। हामी बचाउला भने मातासँग पनि दर्शन हुनुहुन्छ, हामी जाउँला भने माताजीसँग कहाँ दर्शन हुन्छ। त्यसैले हामी यो कन्भिन्स गर्न खोजिरहेका छौँ कि हामी अलिअलि दूरी पर गरेर 2 मिनट ढिलो भए पनि हामी दूरी सामाजिक दूरी कायम गरेर दर्शन गरौँ भने राम्रो हुन्छ भने हामी सम्झाउन बुझाउन दर्शन गरेर हामी दर्शन गर्छौँ। मन्दिरको इतिहासलाई हेर्नु हो भने यो मन्दिरको इतिहास कति वर्ष पुरानो यो कसरी स्थापना भएको? धन्यवाद वीरेन्द्रजी। यो धेरै राम्रो कुरा भन्नुभयो यो मन्दिरको लागि। हामी जुन यो माता बोधी माता मन्दिर हेर्नु भन्छ त्यसको एउटा वृक्षको छन्, त्यो हामी मनसरी भन्ने वृक्ष छ, त्यो मात्र फुल छ फल लाग्दैन। त्यो अहिले जति हामी बुढापाकालाई सोद्धाखेरि के भन्छ म जति सानो थिएँ यति यस्तै त हामीले के हेर्छौँ भने यो बोधी माता मन्दिरको मन्दिर हामी बनाएको तर स्थापना कहिले भएको छ भने यहाँको बुढापाकाहरूले पनि भन्न सकिरहेको छैन। किनभने उहाँलाई सोद्धाखेरि के भन्छ भने म सानै थिएँ भने त्यतिको वृक्ष पनि गाडी पनि यस्तो थियो माताजीको पिँढी थियो। त्यसैले यहाँ रामयुवा कमिटी स्थापना हुँदाखेरि यहाँलाई मन्दिरलाई दुवै बोधी माता मन्दिर आमाखाना मन्दिरलाई हामीले व्यवस्थित मन्दिर भएर पूजा व्यवस्था हामी रामयुवा कमिटी गरिरहेको भगवान् यसको इतिहास तपाईँहरूलाई पनि थाहा छैन? यसको इतिहास कति लामो पुरानो छ त्यो छैन। तर एउटा के छ भने रोचक यो हाम्रो परम्परा पौराणिकमा हाम्रो रामायणमा के लेखेको छ भने एउटा लता नाम गरेको एउटा माता किशोरीको छोरी थियो। त्यो धेरै रामजीको र सीताजीको धेरै धेरै भक्त हुनुहुन्थ्यो। उहाँले ब्रह्मचारी शादी नगरेर उहाँको भक्त रहेछन्। त्यही ब्रह्मचारी रूपमा यहाँ जनकपुर माङ्गेलामा बास गर्नुभएछन्। त्यही बोधीमा हो भने हाम्रो विश्वास आस्था गरिरहेको छ। त्यो त्यसमा साधु सन्तले कति साधु सन्तले भनेको छन् जसलाई हामी भन्छौँ पिग्मेट होला त्यो साधु सन्तले भनेको। अनि कसरी पूजा यसको पूजा कसैभरिमा कसरी गर्ने? त्यसमा पहिलो पूजामा हामीले कलश स्थापना गरेर विधि पूजा वैदिक पूजा गर्छौँ। त्यसपछि हाम्रो आरती दैनिक आरती हुन्छ। फेरि साँझमा भव्य श्रृङ्गार गरेर माताको आरती हुन्छ। त्यसमा धेरै हजारौँ हजारको भिड हुन्छ। तर यसपालि कोरोनाले गर्दा त्यति नहोस् भने हामी दूरी कायम गर्छौँ र त्यस्तो गरेर यहाँ भव्य श्रृङ्गार गरेर माता रानीको पूजा र आरती हुन्छ। हाम्रो पूजा व्यवस्थापन समितिको सदस्य हाम्रो विनोद ठाकुरजी हुनुहुन्छ, उहाँ हाम्रो काममा त्यही गरेर हामीले त्यसको हामी एउटा अब पूर्वजको नाताले हामीले उहाँले सहयोग गर्ने र हामीले सधैँ हाम्रो दायित्व पनि हुन्छ। त्यो दायित्वले हामी पछि हाँट्ने छैनौँ। हाम्रो संयोजकमा कति त्रुटि भएको छ भने उहाँलाई हामी सल्लाह दिन्छौँ यस्तो गर्नुहोस्, उहाँलाई पनि केही कमी हुन्छ भने हामीसँग सल्लाह लिन्छौँ गर्छ। हाल माता रानीलाई धेरै राम्रो सेवा गर्नुहुन्छ। जसरी प्रसाद चढाउने छ एक दिन मात्र चढाउने प्रसाद चढाउने त्यसपछि प्रसाद नचढाउने परम्परा छ। त्यो अवस्थालाई जोड्नु भएको छ या त्यो पूजाको समग्र पद्धति थियो नि पहिला त्यसमा के परिवर्तन गरिरहेको छ? पूजाको पद्धतिमा हामी केही परिवर्तन गरेको छैनौँ। तर हामी यसमा के गरेछौँ भने जुन एकै दिन पछाडि चढाउने घुइँचो लाग्थ्यो नि, हामी पहिलो पूजादेखि सप्तमी अठमीसम्म चढाउनुहोस् घुइँचो नहोस् कोरोनाले गर्दा। त्यसले हामी एउटा एलाउन्स पनि गर्ने अब गर्दैछौँ। र यस मार्फत पनि हामी भन्न चाहन्छौँ जनसमुदायलाई नगरवासीहरूलाई कि हामी प्रसादी चढाउँदाखेरि हामी अष्टमीको नगरिकन पहिलो द्वितीय पूजादेखि नै प्रसादी चढाउने गरी माताको भाग मानेको भागलाई पुरा गर्नुहोस् र भिडभाडलाई कम गर्नु भन्ने हामी आग्रह पनि गर्छौँ। त्यसैबाट तपाईँको च्यानलबाट पनि आग्रह पनि भोलि प्रधानमा धेरै कति गाउँ पनि आएको कुरा हो, तपाईँले जानेको कुरा हो। तर हामी के भन्छौँ हामी रामयुवा कमिटी र महायुवा कमिटी र यहाँ जनकपुरको वासी हो, हामी एउटै आग्रह गर्छौँ
हामी एलर्ट रहन्छौँ। त्यहाँ मन्दिरमा हामी जान्छ, त्यसको बलिबोका हुन्छ। तर म कसैलाई ल्याउन भन्दिनँ। के भन्छ कि त्यसलाई गराउनु छ भने प्रशासन रोक्छ, सरकारले रोक्छ भने हामीले के गर्छौँ भने नाकामा रोक्नु, त्यहाँ हाम्रो आउनु दिनुहोस्, यहाँ आयो भने हामी मन्दिरभित्र प्रवेश गर्यो भने तपाईँ पनि गराएको छ। त्यहाँबाट तपाईँ नै भन्नुहोस्, त्यहाँ माताको चरणमा कम्पाउन्डमा गएपछि उहाँको स्थानमा गएपछि फिर्ता आउँदाखेरि राम्रो लाग्दैन। त्यसैले त्यहाँ जाँदाखेरि हामी बलि प्रदान गरिदिन्छौँ अब माताको सत्ता। अर्कोतर्फ तपाईँहरूले प्रत्येक वर्ष यसपालि किन हुँदैन भने भजन सन्ध्यामा त एकदमै ठुलो भिड हुन्छ, एकैसाथ बसेको हुन्छ। त्यस कारणले भजन सन्ध्या हामीहरू दुवै कमिटीहरू, आम सेवा कमिटी र महासेवा कमिटीले भजन सन्ध्या यसपालि क्यान्सल नै गर्यो। अनि श्रद्धालुहरूलाई जसरी आउँछ अझै पनि भनेको त्यो लाइन भएर हामी व्यवस्था गर्छौँ, सामाजिक दूरी काम गरेर गर्छौँ। त्यसलाई मास्क छैन भने मास्क दिएर हामी दर्शन गराउँछौँ। जसै पनि महामारीबाट बचाउँछौँ र माताको पूजा पनि होस्, दर्शन पनि होस्, त्यो व्यवस्था मिलाएर हामी काम गर्छौँ। धन्यवाद। हामी खाइजी बोलाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।